यो चाहिँ खासमा अब राईहरूको कम्युनिटीमा चाहिँ पर्दैन यो हैन। हाम्रो चाहिँ खाडीको लागि चाहिँ अहिले म देखाइदिन्छु। यो चाहिँ नर्मल बेहुलाको लागि चाहिँ सबैजनाको लागि भनौँ न यो ह्यान्डवर्क गरेको हो। अनि यता चाहिँ यो ढाकाको हैन, यो तामाङ कोटहरू भयो, यो अल्लोको यस्तै ढाका, अनि यो फेङ्गाहरू भयो हैन। यस्तै टाइपको अब जति पनि हामीसँग भएको चाहिँ अब कल्चरल नै चिजहरू छ। अब यस्तो छन् गाडीहरू। यो चाहिँ अब यहाँ घर बनाउँदैछ हामीले हैन। यो चाहिँ हाम्रो पहाडको चिसापानी खोटाङ हैन, त्यहाँको घरको ठ्याक्कै सेम बनाएको हो। यो उतो ढोका भइहाल्यो, यो ढोका चाहिँ खास लाउनु पर्थ्यो अहिले हैन। हाम्रो यही घर छ। अनि यसमा झ्याल ढोकाहरू चाहिँ लाउनु बाँकी छ हैन। झ्याल ढोका भन्दा नि झ्याल लाउनु बाँकी छ। त्यो झ्यालहरू बन्छ। अनि हाम्रो जुन साङ्गे कृष्णको लोगो छ नि, यो चाहिँ पहिलाको घरहरूमा अब सबैलाई थाहा छ होला, यो लाउने घरमा लाउने हो क्या। त्यो बनाएर चित्र कोरेर बनाउँछ नि, त्यो बनाउने हो। अनि त्यो त्यहाँ पनि राख्ने हो। अनि यस्तै छ अब यतातिर हजुरका पेचुरीदेखि लिएर खुकुरीहरूदेखि लिएर अनि विशेष गरी हाम्रोमा अब पाइने भनेको यो पहिलाको हामीले चलाएको सिक्काहरू हो। यो 1 रुपियाँ 8 आनाहरू भन्छ यसलाई हैन। अहिले त अब लोपै भएर गइसक्यो यो कुरा। अहिले एकदमै सर्टेज छ यो अहिले मार्केटमा। अनि यो चाहिँ जति पनि अहिले भनेपछि नयाँ उत्पादन हुँदैन हैन। हजुर, यो नयाँ उत्पादन त धेरै पहिल्यै रोकिसकेको हुन्छ। हजुर। अनि अर्को चाहिँ अब माला छैन, म एउटा देखाइदिन्छु ल। यो हामीले नचलाएको सिक्का है। यो चाहिँ भर्खर खुट्टा लाएर अघि मात्रै आएको हो। यो चाहिँ यो तारामोहर भन्छ। यो 2010 र 11 सालको हैन, त्रिभुवनको पालाको। यो चाहिँ हामीले नचलाएको पनि, यिनीहरू सबै चलाएकै सिक्काहरू हो। यस्तैहरू छ। अब अर्नामेन्ट्सहरू भयो हैन। अनि अब यता हाम्रो यो चाहिँ खाडीको हो, दौरा विशेष गरी हातले बुनेको तानमा दिदीबहिनीहरूले। अनि अब हाम्रो फेब्रिकहरूको भित्र छ। यो चाहिँ सबै बनेको चिजहरू। यो सुनुवार राईको भयो ड्रेसहरू हैन। रुमाल भन्छ, जाली रुमाल टोटली हातले बुनेकोहरू यस्तै नै छ। अनि यतातिर पनि यसो भित्रभित्र अब यस्तोहरू। यो चाहिँ अब बुन्छत भन्छ। यो सानोदेखि नै अब यो पनि एकदमै उनी हो के भन्छ त्यसलाई। यो पहिला नानीहरू बिरामी हुँदा चाहिँ गाउँतिर हाम्रो मम्मी पापाहरूले चाहिँ यसलाई चोयाको अथवा बेतको के बनाइदिनु हुन्थ्यो अरे के। यो चाहिँ बिरामी हुँदाखेरि बिरामी नहोस्, रिगटा नलागोस् भनेर चाहिँ यो बुन्छत भन्छ। यो बान्ता भाषामा, अरू भाषामा के भन्छ त्यो पनि थाहा भएन हैन। यस्तो मेन चाहिँ अब बुन्छत यो मेन बनाउने चाहिँ यो रहेछ सेम्युरी भन्दो रहेछ यसलाई हैन। यो रुखलाई यो चाहिँ सेम्युरीको हो। यो चाहिँ चोयाको हो। यो सिरफुलको रूपमा अहिले प्रयोग भइरहेछ। यो ब्याजहरूको रूपमा प्रयोग भइरहेछ। यो चाहिँ सेमु नेपालीमा चाहिँ यो के पो भन्दै हुन्थ्यो, आएन मलाई। सेम्युरी भन्छ खालिङ भाषाहरूमा चाहिँ। सेम्युरीको जराको हो यो चाहिँ। एकदमै रुख त ठुल्ठुलो हुँदैन अरे, सानसानो रुखहरू त्यसको यस्तो जरा हानेको हुन्छ अरे कि। त्यसको जराको बनाउने छोटो टुक्रा हुन्छ, त्यसलाई गाँस्दै बनाउने हो। यो चाहिँ चोयाको त अब एउटै लामो बनाउन सकिन्छ। यो चाहिँ ओरिजिनल चाहिँ यो अरे कि। फेरि सिमुरीको चाहिँ लायो भने चाहिँ अब दुख बिमार नहुने हैन, रिङ्गटाहरू नलाग्ने त्यस्तो हुन्छ अरे कि। यो चाहिँ कुन ठाउँबाट सामानहरू चाहिँ विशेष गरी हैन? हजुर। कुन भेगबाट तपाईँहरूले ल्याउनुहुन्छ? अब यिनीहरू त अब कतिपय चिजहरू त काठमाडौँमै बसेको हाम्रो किराँती दाजुभाइ दिदीबहिनीहरू बनाउने हो। अरू गाउँतिरबाट पनि आउँछ सबै। सोलुतिरबाट, हाम्रो सोलु खोटाङतिरबाट खाडीहरू आउँछ कि। कतिको जस्तो यो सामानहरू डिमान्ड अनुसार हैन? हजुर। कतिको उत्पादन चाहिँ कस्तो छ? डिमान्ड अनुसारको उत्पादन हैन, माग अनुसारको उत्पादन छ कि छैन? एकदमै पहिलाको भन्दा चाहिँ अब यो हातले बुनेको चिजहरू जुन खाडी ह्यान्डमेड भयो हैन, खाडी अनि ढाकाहरू चाहिँ एकदमै धेरै व्यावसायिक रूपमै उत्पादन भइरहेछ। यो खुसी पनि लाग्छ गाउँघरतिर। भनेपछि तपाईहरुको माग चाहिँ डिमान्ड चाहिँ पुरा भएको छ? पुरा भइरहेको छ। हुन्छ भइरहेको छ। एकदमै धेरै उत्पादन भइरहेछ नि त अहिले त। गाउँमा पनि अब संस्थाहरूले हैन एकदमै धेरै तालिमहरू दिएर गराइराख्नु भएको छ। ढाका बुन्नेहरू, यस्तो अल्लो बुन्ने, के भन्छ खाडी बुन्ने पुरै तालिम दिएर राम्रो भइरहेछ नि अहिले। जुन गाउँमा अब यो भयो नि त सङ्घीयता भएपछि एकदमै राम्रो छ। ढोलहरू पनि रहेछ यहाँ हैन? ढोल पनि रहेछ। ए ढोल के ढोलै भनेको च्याब्रुङ कि के? यो चाहिँ हाम्रो के अरे बाइङहरूको हैन? हजुर, बाइङको विशेष गरी त यो नछुङ अथवा हामीले नै लाउने हो के अरे हैन? हजुर, यो नछुङ्ने लाउने चाहिँ उदेस्तो मात्रै हुन्छ, अर्कै हुन्छ। यो चाहिँ बाइङ भनेर आयो लाउने। नछुङ्ने लाने थियो, गइसक्यो त्यो।